पहिला त त्यही ओलीलाई हालेको नि बाबु अब नहाल्ने किन नदिने किन नदिने त्यसले धेरै मारिसक्यो अनि के दिन्छ नि अब कोही पनि दिँदैन अब त मान्छे मार्यो है अब नदिने के मार्यो आमा कसले मार्यो त्यो ओलीले खोइ के पो मारो बचाएर भन्छ नि के पो हामीलाई म त जान्दिनँ जिन्जीहरूले मार्यो भने आँखाभरि आँसु आएको छ तपाईँ त्यस्तो सम्झिनुहुन्छ अनि यसपालि चाहिँ कसले भोट हाल्ने आमा भोट अब म त अब मलाई जो छोराहरूले डोर्याएर लएर जेमा हाल भन्छ नि त्यसैमा हाल्ने हो म त घन्टीमा यसपालि घन्टी बजाउने आमा त फेरि खुसी पनि हुन्छ रुनु पनि हुन्छ अनि केपी ओली र बालेन रवि कसलाई चिन्नुहुन्छ केटी ओली त उहिले त्यहाँनिर राखेको हो त्यो टिभीमा देखाएको हो नि बाबु मसित मोबाइल छ होइन ए अर्का मोबाइलमा केपी ठिक लाग्दैन तपाईँलाई अहिले त बालिन र रवि मात्रै हो अब त बालेन रवि मात्रै हुन् अरू त चिन्दैन अब पुरानो हजुर त्यति होला मैले यति दुःखको कुरा गरेँ सबैलाई भत्ता अन्त एकल महिलालाई कति सहयोग गरेछन् मलाई कसैले हेर्दैन त्यो पनि छैन तपाईँ एकल महिला भत्ता छैन छैन कसैले एक सुखे मलाई पनि दिएको छैन पाउनु पर्ने थियो एकल महिला भत्ता त एकल महिला लौनी श्रीमान भएकालाई कहाँ पाउनु भन्छन् मलाई दुध पिरित भनेर दिए हुँदैन अलिअलि सरकारले त एकल महिला भत्ता त दिन्छ त आमा मलाई उनीहरूले दिएको छैन होइन दुखी पिरित भनेर दिनु त दिन्छ होला नि अलिअलि यसो चामल किनेर खाने धेरै भन्दिनँ म 1-2 हजारसम्म भए पनि म 1 महिनालाई त किनेर खान्थेँ नि पाल्न सक्दिनँ 12 वर्ष आशा देख्दिनँ ल चिन्ता नगर्नुहोस् कहीँ न कहीँ केही न केही पहिला केमा भोट हाल्नु भएको आमा त्यही हो आफ्नो मन विचार हुन्छ हजुर होइन हजुर पिरै नगर्नुहोस् है अब पिरे नगर्नुहोस् यसपालि चुपचाप घन्टी छाप होइन त आमा तपाईँहरूले त्यही खोजे होइन सबैले खोजे हामीले पनि त्यही खोजे हो अनि बाबु बजाउनै परेन स्वागत गरिदिनु पुग्छ तपाईको घन्टी हुन्छ हाम्रो ठाउँमा नि राम्रो मान्छे छन् स्वागत गरिदिनु हाम्रो चुनावको दिन बजाउने हो तर अहिले नबजाए पनि भन्न मिल्ने तर बजाउन चाहने धेरै छन् के यसपालि होइन त्यही त हो अब भनियो भने पनि पुरानो एमाले काङ्ग्रेस छरछिमेकले गाली गर्ने होलान्